माई गड के काठमाडौँ त्यतातिर देख्छ यतातिर चाहिँ पुरै यो गाउँ पनि सर्र के हुन्छ नि अर्ग्यानिक ठाउँ भने उकालो चाहिँ यस्तै हो गाइस चिनी पानी बाइक त चिया रोइरहेछ अनि अब स्कुटर त हो त ल स्कुटर त 20-21 को स्पिडमा हुँदो रहेछ गाइस योभन्दा माथि चिया बगान हो होइन अफरोड त को त कुरै नगरौँ न यार यस्तै छ बाटो आमा कालोबाटै झरेको छ नि अब बाटो उसलाई होइन यो चाहिँ चाहिने रे तर मामा चाहिँ नचाहिने रे कोरालोमा रन्किरहेको छौँ अहिले 60-70 को स्पिडलाई चाहिँ हामीले आधी पार्न पर्ने हुन्छ झन्डै नाक यस्तो बनाइदियो तिमीले मेरो हेलो एभ्रिवान गुड मर्निङ व्हाट्सएप गाइस वेलकम ब्याक टु माई न्यू ब्लग म सन्चै छु अनि हजुर पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु साथीहरू र आजको ब्लग कताको र केसँग सम्बन्धित छ भन्ने कुरा त हजुरहरूले टाइटल र थम्बनेलबाट नै लगभग पत्ता लगाइसक्नु भइहाल्यो होला गाइस आजको ब्लग भनेको चाहिँ हामी काठमाडौँदेखि सिन्धुपाल्चोकको मेलम्ची भोटेचौर भन्ने ठाउँमा जान लागिरहेको छु र त्यहाँ चाहिँ किन जान लागिरहेको छु भन्दाखेरि त्यहाँ चाहिँ हाम्रो दिदीको घर छ गाइस र हाम्रो चाहिँ केही दिनमा टिकट काटिसकेको छ भने हाम्रो भिजा फाइनली आइसकेको छ र दिदीले चाहिँ के भन्नुभएको थियो भने अब हामी त एयरपोर्टमा पुर्याउन जान भ्याउँछै भ्याउँदैन भाइ तिमीहरू नै एकचोटि आइज भनेर भन्नुभएको थियो किनकि आफन्तकोतिर त जानै पर्यो अबको 2-4 वर्ष त हामी विदेशमै हुन्छ र विदेशमा भइसकेपछि 2-4 वर्षसम्म त आफ्नो फ्यामिलीहरू आफन्तहरूलाई त भेट्न सक्दैन नि त गाइज होइन त्यही भएर ल ठिक छ भनेर मैले पनि सुषमालाई भनेको र सुषमाले चाहिँ ल ठिक छ आजै जाउँ न त भनेर भनेको भइसकेपछि टक्क लाएर सुषमा र म जान लागिरहेको छु भने अहिले चाहिँ म गोलढुङ्गाबाट हिँडिसकेको छ भने सुषमालाई चाहिँ बौद्धबाट लिएर जानुपर्ने हुन्छ गाइज र आजको भ्लगमा चाहिँ हजुरले चाहिँ के देख्न सक्नुहुन्छ भने काठमाडौँदेखि सिन्धुपाल्चोकसम्म जाँदाखेरि बाटोमा कुन बाटो हुँदै जान्छ र त्यहाँ बाटोमा के हुन्छ भन्ने कुरा पनि हजुरले देख्न सक्नुहुन्छ भने मेरो दिदीको घर चाहिँ कुन ठाउँमा र कस्तो ठाउँमा रहेको छ कतिको रमाइलो छ के छ भन्ने कुरा पनि हजुरले डिटेलमा हामी देखाउँदै जानेछौँ हाम्रो घडीमा 8 बजिसकेको छ भने आज भ्यायो भने आजै फर्किने र भ्याएन भने भोलि बिहान मात्रै फर्किने भनेर हामीले प्लान बनाएर जान लागिरहेको छौँ गाइज होइन र हजुरहरूले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु र भिडियो मन परेमा आरजी ब्लग रजित गुरुङ ब्लग युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु गाइज र अब चाहिँ हामी ढिला नगरिकन म चाहिँ यहाँ गोलढुङ्गाबाट निस्किसकेको छु ओके गाइज लेट्स गो गाइज सो गाइज अहिले आइसकेका छौँ दक्षिण भेगमा कटिसकेको गाइज होइन अब यो टाढा छ कि बाटो चाहिँ बबाल छ कि तर अब बाटो धेरै टाढा छ दक्षिण भेगमा उता हुँदै साटो हुँदै जानुपर्ने हुन्छ नि त गाइज बाटो धेरै लामो छ यो लामो बाटोको बनाउन अलिकति भइहाल्छ गाइज त्यही भएर ठाउँ कुनै ठाउँ अलिकति इम्पोर्टेन्ट ठाउँतिरको बनाउँछ गाइज अहिले चाहिँ अब हामी सर्र लाएर साटोको बाटो हुँदै जाँदैछौँ र बाटोमा अब कतिको रमाइलो छ के छ अस्ति यहाँतिरको भन्दा त बाटो बिग्रेको छ कि छैन गाइज होइन हामी त उता नगएको लाग्नु अब 1.5 वर्ष भइसक्यो नि त गाउँतिरको बाटो हो यो सब यही त यस्तो छ गाउँतिरको बाटो झन् बिग्रिनु त भइदिइहाल्यो गाइज त्यही नै हो हामी चाहिँ अब सर्र लाएर जोतेको सर्र हिँड्दैछौँ है त हामी चाहिँ अहिले यहाँ लगभग यो प्रकाश आश्रम नजिक आइसकेको छ साथीहरू त्यो पुरानो नगरपालिका शङ्खरापुर ठाउँमा आइसकेको छ भने गाइज शङ्खरापुर चाहिँ नगरपालिका हो गाइज होइन त्यहाँ बाटो यस्तो होइन सिन्धुपाल्चोक जाने बाटो उतातिर जे जस्तो भयो भने यतातिर चाहिँ यस्तो फिलिली छ नि यार तराईको बाटो नि बरु अलिअलि खाल्डो खुल्ली हुन्छ दामी छ क्या गाइज अब त्यो डाँडो कटेर हामी यस्तो साइड लाग्नुपर्छ ओ माई गड त्यो जर्सी पल उकालो सक्यो भने त वाक लाग्छ क्या के गर्नु जान परिहाल्यो गाइज है दामी छ यता बस्नलाई एकदम लाइक ठाउँ हो कि अब त तिमी उता काठमाडौँतिर जान सकिँदैन हेर्नलाई सर्र ठाउँ त्यस्तै सुस्त हावापानी यो हो नि त सो गाइज हामी चाहिँ अहिले साखुबाट हिँडिसकेका छौँ पानी पर्ला जस्तो भइरहेछ भने यहाँ चाहिँ घाम पनि पुरै चर्को लगाइरहेछ है गर्मीले पुरा पाक्ला जस्तो भइसकेको छ
अब माथि जङ्गलको बाटो सर जर्सिङ पहको उकालो जङ्गलको बाटो हुँदै जाँदाखेरि चाहिँ अलिकति शीतल होला कि भन्ने लागिरहेको छ गाइज है। सर हावा पनि आइरहेछ, गरी पनि भइरहेछ के हो यो के भइरहेछ कस्तो लागिरहेछ सुषमा तिमीलाई गाउँ जाँदाखेरि? गाउँ जाँदा कस्तो लागिरहेको छ? तिमी कतिचोटि गाउँ जाँदा अरे त दिदी घर? सेकेन्डचोटि। फर्स्टचोटि जाँदाखेरि तरो हुरी बतासले हानेर पानी असिना पानी आएको थियो। सो हामी चाहिँ फेरि भरे नै फर्किनु पर्ने हुन्छ होइन, त्यही भएर नै अब यतिखेर जान लागिसकेको छ। किन जान पऱ्यो अलिक गफ गफ यताउता गर्दाखेरि फेरि बेलुकाखेरि चाहिँ अहिले पानी पर्छ कि गएको छ नपरियोस् भन्न चाहन्छु। सो गाइज अब चाहिँ हामी पुरा यो तीव्र गतिमा दक्षिण पहको उकालो उक्लिँदैछौँ गाइज। ठाडै उकालो छ होइन। अब यो स्कुटरहरूले चाहिँ लगभग तान्न पनि मलाई जहाँसँग सक्दैन, किनकि हिँड्न त हिँडिसक्यो कि तर बाइकहरू जस्तो स्पिडमा जानु चाहिँ सक्दैन होइन। अब ओह्रालो चाहिँ फेरि फ्रिली हो। अब उकालो चाहिँ यस्तै हो गाइज, चिनी पार्ने। बाइक त चिया रोइरहेछ अनि स्कुटर त हो त ल, स्कुटर त 20-21को स्पिडमा हुँदो रहेछ गाइज। यो शीतल चाहिँ शीतल रहेछ। यहाँ चाहिँ लास्टै टर्निङ छ अनि त्यसमाथि यो चाहिँ अलिकति रिस्की बाटो भन्दो रहेछ कि गाइज, किनकि यो धेरै एक्सिडेन्टहरू परिरहेछ क्या यो बाटोतिर चाहिँ टिफरहरू विशेष गरी। अनि पुरा टर्निङ छ अनि यहाँ फर्स्ट टाइम चलाउनेहरूले चाहिँ अलिकति कन्फिडेन्टहरू नहुने कारणले गर्दाखेरि अब हुन्छ नि पानी नभएको कारणले गर्दाखेरि चाहिँ त्यो यस्तो भएको भन्ने चाहिँ भेनाहरूले भन्दै हुनुहुन्थ्यो। सो गाइज हामी चाहिँ अहिले दक्षिण पहको टपमा आइसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ माथि दामी भ्यू देखेको छ पुरा होइन, जङ्गलै जङ्गल। रोड अब त्यस्तै टर्निङ छ होइन। तर आनन्द ठाउँ चाहिँ आनन्दै ठाउँ छ कि घुम्नलाई। अनि यो दक्षिण पहतिर त अब काठमाडौँबाट प्रायः जस्तो चाहिँ शनिबारतिर मान्छेहरू धेरै आउँछ कि घुम्नलाई। ठाउँ पनि अब राम्रै छ होइन, चक्क प्राकृतिकसँग चाहिँ रमणीय ठाउँ भनौँ न। आनन्द चिल पाराको के हुन्छ नि, मनमा शान्ति हुने पाराको ठाउँहरू छ। तर अलिक टाढो चाहिँ टाढो नै हो अब, किनकि घुम्नलाई त टाढो नै हो गाइज होइन। र हामी चाहिँ यो बाटो बाध्यताले हिँड्न परिरहेछ। कतिपय मान्छेहरू चाहिँ घुम्न रमाइलो लागि दक्षिण पहतिर आउँछ गाइज होइन, किनकि अब हामी चाहिँ अब बाध्यताले गर्दा हिँड्नु पऱ्यो नि त। उनीहरूले पनि फोन गरिसकेको छ कहीँ भी भनेर। अनि हामीले चाहिँ दक्षिण पह कटिसक्यो भनेर भनेको छ भने अहिले चाहिँ लगभग 10:11 भइरहेको छ गाइज। अझै आधी घन्टा भन्दा त बेसी लाग्छ, 1 घन्टा चाहिँ लाग्छ गाइज, कि अलिकति अफरोड पनि छ नि त। त्यही नै हो अब, के भयो जानु परिहाल्यो जसरी भए पनि। त्यही भएर हामी चाहिँ अहिले दक्षिण पहको टपतिर सर्नमा रनिरहेका छौँ। सो गाइज हामी चाहिँ अहिले दक्षिण पहको गेटमा आइसकेको छ यहाँ साथीहरू। यहाँबाट चाहिँ अब उता दक्षिण पहको सिन्धुपाल्चोक जान्छ क्या साथीहरू, यताबाट चाहिँ सिन्धुपाल्चोक हो। दक्षिण पह चाहिँ एकदम पिकनिक स्पोट पनि हो क्या। यहाँ चाहिँ अब मान्छेहरू धेरै आउँछ, रमाइलो गर्छ। दक्षिण पह नगाडु यो सिन्धुपाल्चोकको एकदम घुम्नपर्ने ठाउँहरू धेरै नै छ हामीलाई थाहा भएको अनुसार होइन। त्यो दक्षिण पह चाहिँ प्रायः मान्छेहरू काठमाडौँबाट विशेष गरी नजिक भयो हुनाले जति नै आउँछ गाई चाहिँ यो दक्षिण पह बजार चाहिँ ठिकै छ। ब्याङस्याङ यताउता होइन ठ्याक्क लाएर हामी चाहिँ अब यहाँबाट माथितिर गन्छ कहाँ उता नाङ्ले भारे भन्ने अथवा त्यो कुन ठाउँतिर पुग्छ नि भन्ने मैले सुनेको थिएँ होइन। र हामी चाहिँ अब यताबाट तल्लो बाटो हुँदै जानुपर्ने हुन्छ उता मेलम्ची जानको लागि चाहिँ गाइस उहाँलाई बाटो नभएको तल्लो बाटो बेचौर जाने नाङ्गे टारी के भन्छ ल यहाँबाट जान्छ सो यताबाट दामी भ्यू पनि देख्न सक्नुहुन्छ तपाईँले। ओ माई गड के काठमाडौँ त्यतातिर देख्छ, यतातिर चाहिँ पुरै यो गाउँ पनि सर्र के हुन्छ अर्ग्यानिक ठाउँ जे कुरा नि अर्ग्यानिक पाइने ठाउँ जस्तो लाग्छ क्या। किनकि अब यहाँ हावाहरू नि यत्तिको सोच छ गर्मी होइन, घाम यत्तिको लागिरहेको छ गर्मी भइरहेको छ तर पनि यहाँ चाहिँ हावा कारणले गर्दा सर्र शीतल लागिरहेको छ कि।
दिदीबहिनीहरूले कति ढिलो गरेर जर्सी पढाथि आउनलाई भनिरह होला तर हामी अब तलै थियो नि त त्यतिखेर साँखुतिरै थियो भाइ बुहारी आउँदैछ भनेपछि त अलिकति हुन्छ नि त रिसोर्टहरू पनि छ पानी पानी पर्दा पर्दा जस्तो कालो कालो दिन भइरहेको थियो सो तीव्र गतिमा गाइस हामी चाहिँ भोटे चौरतिर लाग्दैछौँ दर्शन खोलाबाट दामी 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 चाहियो हामीलाई राम्री राम्री नानी भन्न मिल्दैन बाटो चाहिँ कस्तो क्लियर के मलाई त उता यो काभ्रेतिर गएको बाटो जस्तो लाग्छ त्यस्तो काभ्रेको बाटोमा त धेरै बुरु जाम हुन्छ भने यतातिर चाहिँ त्यति गाडी साडी केही नगुर्ने कि यो सिन्धुपाल्चोक पनि एकदम विकास भएको ठाउँ हो किनकि अब यो मेलम्चीको कारणले गर्दा पनि अलिकति विकास भएको जस्तो लाग्छ किनकि मेलम्चीको त्यो आयोजनाले गर्दाखेरि रोडहरू एकदम बनाइरहेको छ नि त पिच गरेको हुनाले सो गाइज हामी चाहिँ अब भोटे चौर यहाँबाट मेलम्ची नगरपालिका प्रस्थान गरिसकेका छौँ साथीहरू र अब चाहिँ दिदीको घर जाने बाटो लगभग अब 20% जति भन्दा होइन जहाँसम्म चाहिँ मलाई यहाँबाट 30% त होइन 20% जति नै छ होइन यहाँ अलिकति प्रब्लम चाहिँ के भइरहेको छ नि स्कुटरमा टायर पञ्चर भइरहेको जस्तो लागिरहेको छ कि त्यस्तै हल्लिरहेको लागिरहेको छ है अब यहाँतिर वर्कसप त्यति छैन जहाँसम्म लाग्छ त्यो भोलि चाहिँ बजारतिर चाहिँ वर्कसप हुनसक्छ त्यहाँ यसो देखाउनु पर्ने हुन्छ त्यसपछि भन्नु पर्ने हुन्छ यो दिन चाहिँ आज एकदम शीतल पारेको दिन छ है तपाईँहरूले भोटे चौर बजार देख्न सक्नुहुन्छ साथीहरू भोटे चौर बजार हामी पुग्नु पर्ने चाहिँ उतातिर हो हैबुङतिर फाइनली भोटे चौर बजार आइसक्यो पुरै डाँडामा यस्तो बजार रहेको छ है एकदम रमाइलो ठाउँ छ यहाँ चाहिँ डगहरू लिएर पनि यहाँ ठ्याक्कै गर्छ पानी छ होला है भने यहाँ थोरै हावा हालिदिनु पऱ्यो एउटाले यहाँ बसिरहेको छ सब्जी भनेर टाउदेखि भनिरहेको छ अगाडि किन त हेर्नु ठिक छ है ओ गाइज हामी चाहिँ अहिले स्कुटरको हावासावा पञ्चर भएको भन्दा पनि अलिकति हावा कम भइरहेको छ एउटा ट्याक्कलार हावासावा हालेर अनि सुषमालाई हल्का टाउको दुखिरहेको थियो त्यसो पनि अवशेष खाएर हामी चाहिँ अब भोटे चौरबाट पुरा हैबुङतिर लागिसकेका छौँ गाई चाहिँ ढिलो पनि भइसक्यो किनकि यस्तै परेकै आएको छ पानी पनि छिटा जस्तो पनि लागेको के हो पानी छिटा त्यही त तिमीलाई गाउँ गए जतिको टाढो लाग्छ कि यता दिदी घर आएर टाढो लाग्छ उस्तै रे मलाई चाहिँ दिदी घर आएको टाढो लाग्छ नारायण टाढोबाट उस्ती हो अरे भन्छ भेनाले भने होइन हाम्रो सामुकोसीबाट उता सिग्री गएर नारायण टाढोबाट यो सिन्धुपाल्चोक घर आएको हैबुङ आएको सेम भन्छ मलाई चाहिँ अब हिँडिरहने बाटो भएर हो के हो त्यो चाहिँ अलिक नजिक लाग्छ यताको चाहिँ अलिकति टाढै लाग्छ ओके हामी चाहिँ अब मस्त यो पुरै यो ओह्रालोमा रन्किरहेको छौँ अहिले 60-70
बाटोको स्पिडलाई चाहिँ हामीले आधी पार्नुपर्ने हुन्छ। कुरा बुझ्यो। बाटो त्यस्तै छ, यहाँ पनि पञ्चर भएर यो त बिचरा यहाँ आएर भएर हामी त वर्कसप चाहिँ छेउमा आयो नि। गाह्रो छ अफरोड हिँड्नलाई यार, त्यही भएर यो ट्युबलेसवाला टायर चलाउनु पर्ने छ कि, किनकि सानोतिनो पालहरूले नि खासै फरक पर्दैन नि त। ट्युबवाला टायर त के एकैछिन सानो पाल पऱ्यो भने नि ग्यास चाहिँ हावा बसिहाल्छ, अनि त्यसपछि ठाउँको ठाउँ गुड्दैन। गुड्यो भने पनि अब एकैछिन रिङ बिग्रिन्छ अनि एकदम समस्या कि 300-400ले गर्दाखेरि अनि 5-6 हजारको नोक्सान हुन्छ नि त। त्यही भएर लङ टुरको लागि अफरोडको लागि त एकदम अनिवार्य नै ट्युबलेस भन्नुपर्छ गाइस, नत्र भने कुन बेला गएर धोका दिन्छ थाहा हुँदैन। सो गाइस यो चाहिँ 0 किलोमिटर हो होइन, र हामीहरू उता हैबुङ जानको लागि चाहिँ अब यस्तो अफरोडबाट पेन्डेङ हुँदै जानुपर्ने हुन्छ होइन। यहाँ चिया बगान हैबुङ गेटै लेखेको छ। अब चाहिँ यहाँबाट लगभग 10-15 मिनट लाग्छ गाइस यो अफरोड बाटो छ नि त स्कुटरमा चाहिँ, किनकि पिच बाटो भयो भने त 10 मिनट पनि लाग्दैन। अब अफरोडमा त यही हो बाटो यस्तो छ। त्यो रोडको छेउबाट गाह्रो सेतो जस्तो छ नि, त्यो देख्यो उतापट्टि, त्यो रातो घरभन्दा अलिक उताबाट छेउमा छ नि, त्योभन्दा अलि यतापट्टि हेर्नु त्यो डाँडा जस्तो छ नि सेतो एउटा सानो एउटा छाप्रो। एकतिर हरन पनि हान्ने न त चिनी पो हाल्छ कि देखि पो हाल्छ कि सुनिहाल्छ। त्यो माथिल्लो बाटो चाहिँ चिया बगान जाने बाटो हो गाई चाहिँ, त्यो चिया बगान जाने बाटो चाहिँ अहिले बन्दै रहेछ। यो तल्लो बाटो चाहिँ हामी हैबुङ गुरुङ गाउँ जान लागिरहेछौँ भने हामीले दिदीको घर पनि देखिसक्यो। बाटो हिँड्नु अहिले पनि छोडिन ए हो त रहेछ तैँले अफरोडको बाटोमा होइन। यहाँ माछा पालन पनि आइसक्यो सिन्धुपाल्चोकको, योभन्दा माथि चिया बगान हो होइन। अफरोड त कोदो कुरै नगरौँ न यार, यस्तै छ बाटो। आमा कालोबाटै झरेको आउँछ नि अब। यो बाटो चाहिँ धेरै नै भयो नभनेको, खोला सुकिसकेको छ। अब चाहिँ हाम्रो दिदीको घर लगभग आयो भन्दा पनि फरक पर्दैन गाइस। यहाँ माछा पालनबाट यहाँ माछा पालनमा आएर डरो माछा साछा पोकाएर खाएर हामी भान्जाको वर्तमानमा आउँदाखेरि त्यस्तो गरेको थियो नि त। दामीसँग ठाउँ छ कि दामी, तर के गर्ने बाटोको अवस्था यस्तो छ गाइस चाहिँ। माछा पालनको गेट यो हो, ट्राउट माछा अनि यो त केजीको 1500-2000 अनि हाफ चाहिँ दिँदैन, हाफ केजी हाफ दिन्छ होला, हाफ त एउटा त आउला नि। यो बाटो चाहिँ अहिले तनावै भइरहेको छ ल, बाटोमा पानी सानी परेको छैन नि त। ढापड्याम जस्तो छ त बाटो चाहिँ, ढापड्याम जस्तो। अनि यहीभन्दा माथि त ढापड्याम हो। है दिदीहरूलाई अब भएको नै दिदी र भेना घर हो यो, मामाले हेर्नु कसले हो र हो र अब न। सो अब चाहिँ हामी दिदी घरतिर लागिसक्यो। आमामा के को दिने आइसक्यो। ओहो फाइनल्ली हामी आइपुग्यो। ल झर ओहो यहाँ शीतलमा राख्नु पऱ्यो अहिले फुपूलाई आमालाई नमस्ते भन्नु त।
ल ल आइपुग्यो ल ल दिदी भेना अनि त्यसपछि भान्जा माइजू नमस्ते ल आमालाई नमस्कार भन न खै त मामालाई नमस्ते भन्छ नमस्ते ए बाटोमा स्कुटर कहिले हावा हाल्दै कहिले टाउको दुखे अरे औषधि खाँदै अन्त गोलु मोलु हेलो खै हेलो भने मान्दैन मामालाई अस्ति हस्पिटलमै चेता हो उसले कस्तो भयो सुषमा यात्रा अफरोडमा त डरै थियो त अब यो हेरे हाम्रो अझै गाउँमा झन् अफरोड भयो कहाँ नि अहिले झन् रोड खनेर यो रमाइलो भयो नि फर्स्ट टाइम कि सेकेन्ड टाइम तिम्रो सेकेन्ड टाइम यो दिदी घर आइपुग्थ्यो है अब पिच रोडमा त फिलिली आयो अफ रोडमा चाहिँ म त त्यस्तै हो सुषमा चाहिँ लास्टै आत्ती होइन अब त्यो आत्तिनी त भइरहन्छ गाउँमा जाँदा पनि त्यस्तै आत्या हो त्यसमा नयाँ नौलो कुरा होइन है होइन सो आइसक्यो 12 बज्यो भने चाहिँ कति 2 घन्टा नि बेसी लाग्यो बाटोमा अब यताउता ट्याकटुक गरेर आउँदाखेरि होइन अलिअलि बाटोमा अल्मल्यो नि त त्यो हल्का टाइम लाग्यो भरे जाँदाखेरि चाहिँ पानी नपर्दैछ भनेर जान्छु फेरि भरे फर्किनु पर्ने हुन्छ गाई छैन घाम लठा पत्रो छ नि त के भन्ने अब यहाँ नयाँ गर्न नहुने भन्ने ठाउँमा चाहिँ आउनु परि नै हाल्यो गाई छैन त्यही भएर आएको र अब हामी फेरि अब त्यतिर फर्किन्छौँ र आज चाहिँ त्यस्तै भयो होइन हाम्रो यात्रा भनेको चाहिँ आज काठमाडौँबाट सिन्धुपाल्चोक भएपुङ आएको गाई छैन रमाइलो भयो यात्रा चाहिँ चिया बगान त्यहाँ हो माछा पोखरी त अहिले मैले देखाइहालेँ तपाईँलाई खोल्सा उतापट्टि हो मेलम चाहिँ त्यहाँ तल रहेको छ यो हुन्छ नि रमाइलो ठाउँ छ कि सिन्धुपाल्चोक हाम्रो दिदी कुमारी दिदी घर पनि गाई चाहिँ अब जता बस्छ त्यता रमाइलो त भइ नै हाल्छ जस गर्मी भइरहेछ अब टटल आएर चिज खाने हो त्यही नै हो होइन यस गफ गर्नुपर्छ 2-4 घन्टा गफ गरेर फेरि फर्किनुपर्छ गाई चाहिँ चिसो नि व्यवस्था गरिसकेको छ के भन्न चाहनुहुन्छ दिदी भाइको भ्लगलाई राम्रो ल ठिक छ के छ गोलु मोलु केही भन्ने हो मामा भ्लगमा होइन नि दिदी भेना भान्जो अनि माइजू यता हुनुहुन्छ मामा चाहिँ कहाँ जानुभएको ए कोटबाट आइपुग्यो जस रमाइलो ठाउँ छ हाम्रो दिदी भेना घर गाई गाई छैन भान्जाले चाहिँ मैले भनेको फिटिकै मान्दैन न म बाटोमा आउँछ न के गर्छ अब यो दिँदाखेरि चाहिँ होइन चिज बल दिँदाखेरि चाहिँ आउँछ आउँदैन हेर्नु होला है त कतिको बाटो छ औ ल लिउ ल खानेकुरा चिन्ने माइजूले किन्ने तिमी आऊ न त यो खानु भयो आऊ आऊ भान्जो ए बाटो उलाई होइन यो चाहिँ चाहिने रे तर मामा चाहिँ नचाहिने रे कस्तो भान्जा हो बल रोज्यो बल त होइन नि फेरि यो त किटर जोइ के अरे ए जेम्स ल फाल्यो खानेकुरालाई खानेकुरा नि ल यसमा बाबालाई दिएन बाबा बाटो त्यो चाहिँ खाने होइन भने खाने होला खेल्ने भनेर बाबालाई दियो न अर्को नि यति सानोमा यस्तो बाटो भइसक्यो भान्जो त मामालाई दियो खानेकुरा भनेर थाहा छैन होला झन्डै नाक यस्तो बनाइदियो तिमीले मेरो दाम कति हो 2टा रहेछ त ए ल ल ल मम्मीलाई देऊ ल ओहो खोलिदियो भनेर देऊ उता ल अनि माइजू
खोल्दियो खाऊ हाप गर डल्लो डल्लो हुन्छ नि त औषधि जस्तो बाबालाई दियो एकचोटि खानु हुँदैन त्यो त औषधि हो नि त हाप गर हामीले खोल्नु जानु भनेर सिधै मैचालाई आइसिजरमा खोल्नु गएको थियो होइन यो चाहिँ जान्दैन नि मिठो छ आमा म सिगानी निकालेर खायो है खै त नि मामालाई नमस्ते गरे खै त अब चाहिँ नमस्ते नगर्ने नयाँ डिजाइनको नमस्ते माइजीलाई पनि गरिदेऊ ल नमस्ते गर त माइजीलाई म भ्लगिङ गरेँ भन्न चाहन्छु गाइज चाहिँ हजुरलाई चाहिँ आजको काठमाडौँदेखि सिन्धुपाल्चोकको भ्लग कस्तो लाग्यो जस्तो लाग्छ त्यसरी प्रतिक्रिया दिन नबिर्सिनु भन्न चाहन्छु रमाइलो ठाउँ छ नि त होइन रमाइलोलाई रमाइलो भन्नु पऱ्यो नि यता फेरि नाक खुल्लाइरहेको राम्रो भन्यो भनेर उहाँहरूको गाउँलाई होइन ठिकै छ अब जे जस्तो भए पनि राम्रो राम्रै भनिदिने अब किनकि भेनाहरू गाउँलाई नराम्रो भन्नु त मिल्दैन नि त होइन दिदीको घर पनि हो भेना घर पनि अब त्यही भएर राम्रो छ ठिक छ भन्नुपर्छ उनीहरूको नाक ठुलो बनाइदिनु नै हाम्रो लागि खुसीको कुरा हो गाइज है त्यही नै हो आजको भ्लग हजुरलाई कस्तो लाग्यो जस्तो लाग्छ त्यसपछि दिन नबिर्सिनु भन्न चाहन्छु गाइज र आजको भ्लग भनेको चाहिँ हाम्रो काठमाडौँदेखिको सिन्धुपाल्चोकको यात्रा होइन उखर काठमाडौँ यताउता हुन्छ नि त जो गान्दा गुन्द्रुक पारामा आयो अब एकछिनमा बस्ने रमाइलो गर्ने अनि त्यसपछि फेरि फर्किहाल्नुपर्छ गाइज होइन ओके गाइज है त भिडियो कस्तो लाग्यो जस्तो लाग्छ त्यसपछि नबिर्सिनु भन्न चाहन्छु र भिडियो मन परेमा आज रजिदिनुभयो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु भने ओके गाइज एकछिनसम्म भिडियो हेरिदिनु भयो धन्यवाद सी यु नेक्स्ट भ्लग लाग्यो